सो हेलो साथीहरू, अहिले चाहिँ हामी आइसकेछौँ यता जुम्लाको पहाडमा, जहाँ चाहिँ एउटा ठुलो नेपालको झन्डा रहेको छ। अनि यहाँ हामी तीनजना साथी आएछौँ घुम्नको लागि। अब उहाँहरूसँग पनि भेट गर्नु होला। यहाँ उहाँ हाम्रो सर हुनुहुन्छ, भन्नुहोस्। हजुर नमस्कार। नमस्कार हजुर। अझै जुम्लामा कस्तो लाग्यो तपाईँलाई आएर? हजुर एकदम रमाइलो लागिरहेछ हैन, घुम्न मजा लागिरहेछ हजुर एकदम हैन। यो हरियाली डाँडोमा जुम्ला यो नेपालको ठुलो झन्डा भएको ठाउँमा हो। हैन, यहाँ चाहिँ डाँडा काँडा देख्दा वरपर एकदम उच्च पहाडका डाँडाहरू देखेर हामीलाई रमाइलो लागिरहेछ। एकदम रमाइलो लाग्यो होइन सर? हजुर। ल अझै यहाँ एक दुई दिन अझै बस्नु होला होइन? हजुर। अझै जुम्लाको राम्रो राम्रो जुन ठाउँ छ त्यहाँ चाहिँ हामीहरू घुम्न जाउँला होइन? हजुर। ल बाँकी अब यो साथीसँग हामी कुरा गर्छौँ। ल साथी भनौँ त आफ्नो, के छ यहाँ आएर कस्तो लाग्यो तिमीलाई? एकदम रमाइलो कि एकदम रमाइलो हो हुन्छ नि। भन्छ नि म तपाईँहरूलाई यसको बारेमा के भनौँ जस्तो लागिरहेछ कि तपाईँहरू भिडियोमा हेर्न सक्नुहुन्छ। यति रमाइलो ठाउँ छ नि यो, यति रमाइलो ठाउँ। तपाईँहरू कश्मीर भन्दै इन्डिया घुम्न जानुहुन्छ, एकपल्ट तपाईँ जुम्ला आउनुहोस् के, त्यो इन्डिया हो कश्मीर बिर्सिनुहुन्छ तपाईँ। यस्तो रमाइलो ठाउँ छ यो। वाह। अनि तपाईँलाई म एउटा कुरा अझै भन्न चाहन्छु, जुम्ला भन्ने बित्तिकै तपाईँलाई कसको नाम याद आउँछ? ल कमेन्टमा भनिदिनु होला। धन्यवाद। ल अझै यहाँ यहाँ हामी सर आउनु होला। यहाँबाट ब्याकग्राउन्ड हेर्नु साथी, यहाँ हेर्नु गाइस, आउन यहाँ हेर्नु। वाउ गाइस, हेर्नु त यहाँबाट दृश्य कति राम्रो दृश्य रहेको छ। जुम्लाको एयरपोर्ट लगायत सम्पूर्ण यहाँ हेर्नु, जुम्लाको एयरपोर्ट पनि यहाँ छ। भन्नुहोस् के छ? जुम्लाको एयरपोर्ट लगायत हाम्रो सम्पूर्ण उच्च पहाडहरू देखेर हामीलाई एकदम रमाइलो लागिरहेछ अहिले। वाउ। वाह। लस बाई बाई गाइस, बाई भन्दैनस्। बाई। ल गाइस बाई।